नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई लोकसेवा ट्विटर युट्युब च्यानलमा, जहाँ हामी लोकसेवाको तयारीलाई बनाउँछौँ स्मार्ट, सिस्टमेटिक र सरल। आजको भिडियोमा हामी चर्चा गर्दैछौँ सूचनाको हक र पारदर्शिता भन्ने दुई अत्यन्तै महत्त्वपूर्ण अवधारणाबारे, जसले सुशासन, जवाबदेहिता र नागरिक सशक्तिकरणलाई मजबुत बनाउँछ। हामी बुझ्नेछौँ सूचनाको हकको अर्थ के हो, पारदर्शिताको अर्थ के हो र यी दुई बीचको गहिरो अन्तर्सम्बन्ध के छ भन्ने कुरा। त्यसैले अन्त्यसम्म साथ दिनुहोस्, किनभने यो भिडियोले तपाईलाई लोकसेवाको परीक्षामा मात्र होइन, व्यावहारिक प्रशासनिक ज्ञानमा पनि बलियो बनाउनेछ। ल परिचय, अब हामी सूचनाको हकको परिचयबाट सुरु गर्छौँ। सूचनाको हक भन्नाले सूचित हुने अधिकार, सार्वजनिक कार्य गतिविधिको निगरानी गर्ने अधिकार, प्रमाणित प्रतिलिपि वा नमुना पाउने अधिकार, सार्वजनिक नीति र निर्णय निर्माणमा सहभागी हुने अधिकारलाई जनाउँछ। यो भनेको एउटा पोइन्ट भयो। अर्को पोइन्ट भनेको सार्वजनिक सूचना सार्वजनिक सम्पत्ति हो। सार्वजनिक सूचना सार्वजनिक सम्पत्ति हो। यसमा सरकार, सार्वजनिक निकाय र कर्मचारीको माग पहुँच नियन्त्रण नभई आम सर्वसाधारणको सहज पहुँच हुनुपर्दछ भन्ने मान्यताका साथ यो अवधारणाको विकास भएको हो। अर्को भने यसले सिर्जना गरेकै वातावरण कारण एकातर्फ शासनमा नागरिक सहभागिता अभिवृद्धि हुने, निगरानी बढ्ने, सार्वजनिक पदाधिकारीको स्वेच्छाचारिता घट्ने र उत्तरदायित्वको प्रवर्धन हुने, तथा अर्कोतर्फ नागरिक चेतना बढ्ने र सूचित समाजको निर्माण हुने वातावरणको सिर्जना हुन्छ। फलस्वरूप लोकतन्त्रको सबलीकरण, सुदृढीकरण सम्भव हुन्छ। यसर्थ यसलाई अक्सिजन अफ डेमोक्रेसीको रूपमा लिइन्छ। यसलाई अक्सिजन अफ डेमोक्रेसी किन लिइन्छ भनेदेखि यो लेख्नु होला। यसबाटै मिलाएर पनि तपाईँ यसको के लेख्न सक्नुहुन्छ, महत्त्व पनि लेख्न सक्नुहुन्छ। महत्त्व पनि यसमै छ। एकातर्फ शासनको के गर्छ, सहभागिता अभिवृद्धि गर्छ, निगरानी बढाउँछ, सार्वजनिक पदाधिकारीको स्वेच्छाचारिता घटाउँछ, उत्तरदायित्वको प्रवर्धन गर्छ, नागरिकमा चेतना बढाउँछ, सूचित समाजको निर्माण गर्छ, हैन, लोकतन्त्रको सबलीकरण, सुदृढीकरण गर्छ। यो भनेको यसको महत्त्व पनि हो है। यो के हो, सूचनाको हकको परिचय भयो। नेपालको संविधानको धारा 27 ले सूचनाको हकलाई मौलिक हकको रूपमा स्वीकार गरेको छ। यसले नागरिकलाई सार्वजनिक सरकारको सूचना, सार्वजनिक निकाय है, सार्वजनिक सरकारको सूचना माग्ने र पाउने हक सुनिश्चित गरेको छ। यो भनेको धारा 27 मा हाम्रो के छ, सूचनाको हक सम्बन्धी व्यवस्था रहेको छ, संवैधानिक व्यवस्था। अब हामी परिचय पढ्दैछौँ कसको, पारदर्शिताको। यो भनेको के छ भने चाहिँ एक्सेस टु द पिपुल फर पब्लिक अफेयर भनेको एउटा तपाईँको टाइटल यो लेख्नु होला। टाइटलमा एक्सेस टु द पिपल फर पब्लिक अफेयर, यो भनेको ट्रान्सपेरेन्सी। यो भनेको के हुन्छ, ट्रान्सपेरेन्सी भनेको एउटा ओपेन डिसिजन प्लस ओपेन इन्फर्मेसन प्लस ओपेन मिटिङ नै के छ त पारदर्शिता हो। सरकारले आफ्नो कार्य र गतिविधिले सबैले देख्ने, बुझ्ने र अनुभूत गर्ने ढङ्गले सञ्चालन गर्नु नै के छ, पारदर्शिता हो। पारदर्शिता ओपेन गभर्नमेन्टको अवधारणा हो। यसले सार्वजनिक नीति र निर्णय निर्माणलाई खुला र जनसहभागितामूलक बनाउँछ। पारदर्शिता सुशासनको आधारभूत स्तम्भ हो। यसले सार्वजनिक कार्यमा नागरिक सहभागिता र निगरानी बढाउने एवं सार्वजनिक पदाधिकारीलाई जनउत्तरदायी बनाउने वातावरण सिर्जना गर्दछ। पारदर्शिता सूचनाको हकको जननी हो। यसले सार्वजनिक सरकारको सूचनामा नागरिकको पहुँच सहज बनाउने एवं सूचित समाजको निर्माण गर्ने आधार दिन्छ। अर्को हेर्नु, सार्वजनिक सरकारका नीति, निर्णय, आदेश, निर्देशन, सेवा, विकास सम्बन्धी कार्यहरू खुला बनाउनु, नागरिकको पहुँच सहज बनाउनु तथा राइट टु नो को व्यावहारिक कार्यान्वयन गर्नु पारदर्शिता हो। सरकारका कामका सम्बन्धमा अपनाइने कार्यविधि, निर्णय प्रक्रिया, बजेट निर्माण, खर्च सम्बन्धी क्रियाकलाप सम्बन्धी पक्षलाई जानकारी दिनु पारदर्शिता हो। पारदर्शिता सार्वजनिक जवाबदेहिता विस्तार गर्ने आधार हो। यो नियन्त्रण र सन्तुलनको साधन पनि हो। यसले सुशासन विस्तार गर्ने, सुशासनप्रति स्वनियन्त्रण गर्ने, जनविश्वास बढाउने एवं सार्वजनिक कामप्रति जनताको स्वाभिमान स्थापना गर्ने आधार दिन्छ। यो भयो कि हाम्रो पारदर्शिताको परिचय यहाँ सकिन्छ। अब हामी जान्छौँ
सूचनाको हक र पारदर्शिता बीच अन्तर सम्बन्ध। यो चाहिँ बारम्बार सोधेको प्रश्न हो र विद्यार्थीहरू झुक्ने प्रश्न पनि यही हो। कसरी लेख्ने, यसमा चाहिँ हामी युनिक तरिकाले हामी बुझ्छौँ है त। हेर्नुहोस् त, सूचनाको हक र पारदर्शिता खुला सरकारको अवधारणा हो। यसलाई लोकतन्त्र र सुशासनको पूर्व शर्तको रूपमा लिइन्छ। यी दुई बीच परिपूरक अन्तर सम्बन्ध रहेको हुन्छ, जुन यस प्रकारको रहेको छ। कमा हेर्नु, यसलाई यसरी लेख्नु होला, क ख ग घ गरी चार बुदामा सक्नु होला। हेर्नुहोस्, सूचनाको हक प्रभावकारी कार्यान्वयन हुँदा एउटा भयो। यो हुँदा के हुन्छ? के हुन्छ त? सार्वजनिक कार्यमा नागरिकको पहुँच र सहभागिता बढ्छ। सार्वजनिक कार्य र गतिविधिबारे देख्ने, बुझ्ने र अनुभूत गर्ने वातावरण अवसर सिर्जना हुन्छ। नागरिक निगरानी बढ्छ। खुला संस्कृतिको विकास हुन्छ। फलस्वरूप पारदर्शिताको प्रवर्धन हुन्छ। एउटा यो भयो। अर्को हेर्नुहोस् त, सूचनाको हक कार्यान्वयनमा अवरोध सिर्जना हुँदा चाहिँ के हुन्छ त? यसले चाहिँ हेर्नुहोस्, सार्वजनिक सूचनाबाट नागरिक वञ्चित हुन्छ। सार्वजनिक कार्य र गतिविधिबारे अनभिज्ञ हुन्छ। सार्वजनिक पदाधिकारीको स्वेच्छाचारिता बढ्ने सम्भावना हुन्छ। फलस्वरूप गोपनीयताको संस्कार स्थापित हुन्छ। अर्को हेर्नुहोस्, अब हेर्नुहोस्, पारदर्शिता प्रभावकारी हुँदा चाहिँ के हुन्छ त? सार्वजनिक सूचनामा नागरिकको पहुँच सहज हुन्छ। सूचित समाजको निर्माण हुन्छ। सार्वजनिक कार्य गतिविधि देख्ने, बुझ्ने र अनुभूत गर्ने वातावरणको सिर्जना हुन्छ। शासकीय क्रियाकलापमा नागरिकको पहुँच सहज हुने, निगरानी बढ्ने, सहभागिता वृद्धि हुने अवस्थाको निर्माण हुन्छ। फलस्वरूप सूचनाको हकको व्यवहारिक कार्यान्वयन हुन्छ। अर्को भनेको अब यसको पारदर्शिता कमजोर हुँदा, अब यो कमजोर भयो भने के हुन्छ त? गोपनीयताको संस्कार स्थापित हुन्छ। बन्द कोठामा निर्णय गर्ने संस्कृतिको निर्माण हुन्छ। सार्वजनिक सूचनाबाट नागरिक वञ्चित हुन्छ। सार्वजनिक कार्य र निर्णयमा नागरिक सहभागिता कमजोर हुन्छ। फलस्वरूप सूचनाको हक कुण्ठित हुन्छ। यो भयो। यसरी पारदर्शितालाई सूचनाको हकको जननी र सूचनाको हकलाई लोकतन्त्रको आधार स्तम्भको रूपमा लिइन्छ र यिनीहरू बीच अन्वयाश्रित अन्तर सम्बन्ध हुन्छ भनेर यसरी लेख्नु होला है त। ल साथीहरू, यो थियो आजको भिडियो, सूचनाको हक र पारदर्शिता सम्बन्धी परिचय र अन्तर सम्बन्ध। हामीले बुझ्यौँ कि सूचनाको हकले नागरिकलाई जानकारी प्राप्त गर्ने अधिकार दिन्छ र पारदर्शिता शासनलाई जवाबदेही र विश्वसनीय बनाउँछ। जब यी एकैसाथ चल्छन्, त्यो नै सुशासनको वास्तविक आधार बन्छ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा हामी यस्तै विषयहरू लिएर आउनेछौँ। तबसम्मको लागि पढ्दै रहनुहोस्, बुझ्दै रहनुहोस् र लोकसभा ट्विटरसँग अगाडि बढ्दै रहनुहोस्। हस्, धन्यवाद। हामी अर्को भिडियोमा फेरि पनि भेटौँला। धन्यवाद।